मेन गेट हुँदै तपाईको यो झ्याल अनि यतातिर भित्ता यो चाहिँ उब्रिएको बलौटा छ। यहाँनिर चाहिँ धेरै नै छ र यसले धेरै नै काम गर्छ। अनि यतातिरको यो भित्ता अनि हुँदै यतातिर यो तपाईको यो चाहिँ स्टेजको लागि यहाँनिर अनि यो चाहिँ पुलपिट यतातिर रहन्छ र यतातिर यो पिलर अनि यहाँ चाहिँ यो भइसकेको छ, सबै प्लास्टरहरू भइसकेको छ। यतातिर यो सूचना पार्टी यो नोटिस बोर्ड यहाँनिर लेखिएको, यो लेख्नको लागि राखिएको छ। मैले यहाँनिर राखेको छु र यहाँनिर चाहिँ पछि भयो भने कुनै प्रोग्रामहरू सेमिनारहरूको लागि चाहिँ यतातिर चाहिँ यहाँ चाहिँ स्लाइड गर्न सकिन्छ र यतातिर यस्तो छ। यो बाहिर जानको लागि यहाँबाट ढोका छ अनि यतातिर झ्याल रहेको छ भने अनि उत्तम झ्याल छ, उत्तम झ्याल अनि ढोका छ यतातिर र यहाँ पिलर बिचमा यहाँ दुईटा पिलर भएको छ, दुईटा पिलर छ र पल्लो छेउमा र यता वल्लो छेउमा गर्दा जम्मा यसको 4वटा पिलर छ। 16-16 फिटमा को अन्तर, 16-16 फिटको अन्तरमा 4वटा पिलर राखिएको छ र अब लगभग भित्रको चाहिँ सबै नै सकिसकेको छ। यतातिर यो सबै गर्नुपर्ने प्लास्टरहरू चाहिँ वरिपरिको यो वालको अनि पिलरको सबै सकिएको छ। यहाँ तलनेरि प्लास्टर गर्नको लागि अलिकति सिमेन्ट पुगेन, यहाँ बलौटा त छ अनि बाहिरी माथिल्लोपट्टि भित्तापट्टि गरिएको छ भने तल्लोपट्टि र फेसपट्टि अनि पछाडिपट्टिको लागि अलिकति सिमेन्ट नपुगेको कारणले गर्दाखेरि यसपालिको यो निर्माण कार्यलाई हामी यतिकैमा रोक्न लागिरहेको छौँ, यतिकैमा। र यहाँ अब लगभग यतातिर चाहिँ फिनिसिङ आइसकेको छ। आजसम्म हामीले गर्दै गर्दाखेरि यति भइसकेको छ र प्राय कामहरू अब चाहिँ धेरै जसो सकिएको छ, सकिसकेकै छ अब। र अनि यतापट्टिबाट निस्किन सकिन्छ। यहाँ टोइलेट पनि छ, यतातिर टोइलेट छ, पक्की टोइलेट छ। यहाँ यो टोइलेट छ, टोइलेटको पनि लगभग यतातिर सबै प्लास्टर, भित्र साइड सबै प्लास्टरहरू भइसकेको छ। र यहाँनिर अब पानी राख्ने एउटा हामीले यहाँ भाँडो बनाउँछौँ अनि त्यसपछि यहाँ टोइलेटको प्लेट पनि बसिसकेको छ। यतातिर सबै प्लास्टरहरू सबै भइसकेको छ। यो ढलानवाला आरसिसी टोइलेट पनि एकदमै दह्रो भएको छ। खास गरी सिमेन्ट चाहिँ यस टोइलेटमा चाहिँ सोचेको भन्दा बेसी गएको छ, किनकि यहाँ चाहिँ घोला जस्तो बनाउँदै यो वालहरूमा सबै पुरा हालेको कारणले गर्दा पनि सिमेन्ट चाहिँ माथि ढलान गर्दा पनि सिमेन्ट चाहिँ निकै लागेको छ। यताको यो तल्लोपट्टिको फेस, यहाँ यो अगाडि यो यतातिर तल्लोपट्टिको यो फेसको यो अगाडि ढोका अनि झ्याल अनि त्यसपछि झ्याल हुँदै यहाँ परसम्म झ्यालढोका भएर यसरी गएको छ। अनि यतातिर सोलिङहरू पनि भइसकेको छ, सबै वरिपरि सोलिङ पनि गरिसकिएको छ। कामहरू अब ढोकाको लागि यहाँ सेफ्टी पनि काटिसकेको छ। अब सेफ्टी छ, यहाँनिर सबै तयारी छ अनि काठहरू पनि तयारी छ। अब यसलाई चाहिँ भोलिदेखि ढोका राख्ने कामहरू छ। यहाँनिर काठ राखिएको छ, ढोकाको काठहरू यहाँ डबल गरेर यहाँ खप्टाइएर राखेको छ। यो काठ युज गरेर हामीले यो ढोका झ्यालहरूलाई चाहिँ अब झ्याल ढोका लाउनेछौँ। हुन्छ, धन्यवाद। यो भिडियो यति नै।